ल साथीहरू, बुद्ध चित्तको बारेमा धेरै भ्रम फैलिरहेको छ। अहिले म तपाईँहरूलाई यस देखाउँदैछु। यहाँ दुईवटा बिरुवा छ है। दुईवटा बिरुवामा एउटा बिरुवा सेतो छ, सेतो सेतो धर्सा भएको। हेर्नुहोस्, दुईवटा बिरुवामा एउटा बिरुवा सेतो सेतो धर्सा भएको छ, एउटा बिरुवा चाहिँ पुरै क्लिन छ। अब यही सेतो धर्का भएको बिरुवा चाहिँ एकदमै महँगोमा 5,000 6,000मा मान्छेहरूले बेचिरहेका छन्, जुन कि यो 5 मुखेको बिरुवा भनेर। यो 2 मुखेबाट नै निस्किएको यो बिरुवा हो साथीहरू। धेरै बिरुवामा यस्तो सेतो सेतो बिरुवाहरू पनि यस्तोहरू पनि निक्लिन्छ। यसलाई मुखे भन्छन् साथीहरू है। यो मुखे नै भए पनि 4 मुखे 3 मुखे मात्रै फल्ने हो। 5 मुखे भनेको त दुर्लभ हो, फल्दैन। 3 मुखे 4 मुखेको त कामै छैन। अब के काम के को छ भने बुद्ध चित्तमा सबैभन्दा सानो दानाको काम छ। सबैभन्दा सानो दाना फल्नु पर्यो। अब यो सेतो छ नि, यो सेतो धर्कावालाबाट सानो दाना फल्ने चान्स हुँदैन, एकदमै कम हुन्छ है। त्यो त साथीहरू। अब यो अर्को छ, यो बाटो चाहिँ सानो दाना फल्ने चान्स एकदमै बढी हुन्छ। यस्तो हुन्छ साथीहरू। त्यो भएको कारणले तपाईँहरू, मैले 5 मुखे फुटाएर बिरुवा बनाएको हो, 4 मुखे फुटाएर बिरुवा बनाएको हो, यो महँगो बिरुवा हो भनेर तपाईँहरू महँगोको पछि नलाग्नु बुद्ध चित्तमा। आजसम्म बुद्ध चित्तको यो जात यो प्रजाति भनेर अहिलेसम्म यस्तो वैज्ञानिक रूपमा अनुसन्धान भइसकेको छैन। अब यही सेतोलाई मान्छेहरूले महँगो भनेर लगेर रोपेर 5,000 6,000मा, अनि साथीहरू के भइरहेछन्, भ्रममा परिरहेका छन्। मैले बुझेअनुसार चाहिँ यो हो साथीहरू। तपाईँहरू बिरुवामा यो राम्रो र त्यो राम्रो भनेर चिनिँदैन। ल हेर्नुहोस्, अब सेतोको कुरा गर्ने हो भने मैले यो एउटै दानाको हेर्नुहोस्, सब 2 मुखेको फुटाएर हाल्दा एउटा सेतो आयो, एउटा अर्कै आयो। यस्तो आउँछ, कुनै हुन्छ, त्यस्तो धेरै नै हुन्छ है। एकदमै धेरै नै हुनसक्छ है। यता पनि छ, कति यस्तो छ। अब यसमा चाहिँ महँगो पर्ने रहेछ यो भनेर भ्रममा परिरहेका छन् धेरै साथीहरू। तर भ्रममा नपरौँ। बुद्ध चित्तको बिरुवा जुनसुकै भए पनि एउटै हो, जहाँबाट किने पनि एउटै हो साथीहरू। बिरुवा मसँग जति चाहिए पनि छ। ल हेर्नुहोस्।